आज हामी घरको अर्थिङ गर्न सिक्छौं। यो चट्याङबाट बच्नलाई हामी सुरु गरौँ। अब भिडियो कसरी बनाउने अर्थिङ। सुरुमा खाल्टो खन्ने, त्यसपछि त्यहाँ खाल्टो खनेर हल्का हल्का त्यो गिट्टीहरू कचराबाट हाल्ने, त्यसपछि प्लेटमा काँटीले किलले केहीले पनि त्यो प्वाल गर्ने, त्यो प्लेटमा यो वायरलाई छिराएर त्यहाँ कस्ने, त्यहाँ कसिसकेपछि अनि त्यो प्लेटलाई त्यो त्यहाँ मुनि खाल्टोमा बसाउने, अनि त्यसलाई खिच्दिने मजाले, त्यो अलिअलि केमिकल हालेर सुक्खा पाउडर केमिकल, त्यसपछि त्यो प्लेटलाई मजाले खिच्नुपर्छ, हल्का त्यो मिलाउनुपर्छ। हाम्रो मिस्त्री साहबले गर्दै हुनुहुन्छ, मिलाइराख्नु भएको छ। सिमेन्ट केमिकल हुन्छ त्यो पाउडर त्यहाँ हालिसक्नुभयो, हालिसकेर त्यो प्लेट त्यहाँ बसाइसक्नुभयो। बसाइसकेपछि त्यहाँ एउटा पाइप 16 mm या 20 mm को कुनै पाइप त्यो वायरमा छिराइदिनु, त्यो जहाँसम्म हाम्रो खाल्टो जति फिट खनिएको छ त्यति फिटसम्मको त्यहाँ माथिसम्मलाई त्यो पाइप हालिदियो भने त्यो तारहरू कुहिँदैन, त्यतिसम्म कुनै किसिमले त्यो फुट्ने सम्भव हुँदैन, दीर्घायु हुन्छ त्यसको लागि त्यो तारलाई। प्लेटमाथि त्यो केमिकल दिएर खिचिसकेपछि हल्का हल्का त्यो खनेको माटो मिलाउँदै खिच्ने, मजाले त्यो माटोहरूलाई मिलाउने। अनि तपाईको यहाँ अब फेरि अलिअलि पाउडर हाल्ने, सिमेन्ट पाउडर जो हुन्छ केमिकलको, अनि त्यसपछि त्यो माटोहरूलाई फेरि हाल्ने, चट्याङले कस्तो खराब गर्नुपर्छ भन्ने कुरो हेर्नु हो। अनि पानी हालिसकेपछि त्यसलाई हल्का हल्का दिने, केमिकल र माटोहरू मिक्स होस्। पानी चाहिँदैन यहाँ उताबाट माले त्यो माटो र केमिकलले नै त्यहाँ माथिसम्म पुर्ने हो। त्यो पाइप एउटा गाडिदिनु भएको रहेछ, त्यसमा तपाईँको पानी के हुन्छ, त्यो जमिनहरू त ढलाइ भइसकेको हुन्छ, पानी त छिर्दैन, जमिन सुक्छ। त्यसले गर्दाखेरि एउटा 1 इन्चीको सिबिबिसी पाइप अथवा तपाईँसँग जे पाइप छ कुनै पाइप पनि हाल्न मिल्छ। अनि यसरी यो वायरलाई त्यहाँ भित्रै लाने, त्यहाँ भित्तामा प्वाल गरेर उता भित्रको पावर सकेटको बोर्डमा हालिदिने। यस प्रकार हामी त्यहाँ लाँदैछौँ। ल यति भन्दै हाम्रो यो कार्य सक्सेस भयो। यो भिडियोहरू बनाउनलाई समय लाग्छ, मेहनत लाग्छ, त्यसकारण 1 लाइक र 1 शेयर गरिदिनु होला। जय नेपाल।